प्रश्न नम्बर 1 सुनको मन्दिर भारतको कुन शहरमा अवस्थित छ? तपाईको अप्सन रहेको छ ए जयपुर, बी आगरा, सी उदयपुर, डी अमृतसर। तपाईको सही आन्सर रहेको छ अप्सन डी अमृतसर। प्रश्न नम्बर 2 एक व्यक्तिले आफ्नो जीवनकालमा लगभग कति वर्ष सुतेर बिताउँछ? तपाईको अप्सन रहेको छ ए 10 वर्ष, बी 25 वर्ष, सी 40 वर्ष, डी 55 वर्ष। तपाईको सही आन्सर रहेको छ अप्सन बी 25 वर्ष। प्रश्न नम्बर 3 आयुर्वेदिक औषधि कुन देशले पत्ता लगाएको थियो? तपाईको अप्सन रहेको छ ए ब्राजिल, बी भारत, सी नेपाल, डी चीन। तपाईको सही आन्सर रहेको छ अप्सन बी भारत। प्रश्न नम्बर 4 मानिस नसुतेर कति दिनसम्म बाँच्न सक्छ? तपाईको अप्सन रहेको छ ए 2 दिन, बी 4 दिन, सी 8 दिन, डी 12 दिन। तपाईको सही आन्सर रहेको छ अप्सन डी 12 दिन। प्रश्न नम्बर 5 भालुको मुखमा कतिवटा दाँतहरू हुन्छ? तपाईको अप्सन रहेको छ ए 42 दाँत, बी 40 दाँत, सी 41 दाँत, डी 45 दाँत। तपाईको सही आन्सर रहेको छ अप्सन ए 42 दाँत। सधैँ यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नका लागि हाम्रो एसजीके स्टडी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्नुहोस्। प्रश्न नम्बर 6 कुन जनावर एकचोटि सुतेपछि कहिले पनि उड्दैन? तपाईको अप्सन रहेको छ ए छेपारो, बी कमिला, सी साङ्लो, डी झिङ्गा। तपाईको सही आन्सर रहेको छ अप्सन बी कमिला। प्रश्न नम्बर 7 कुन जनावरले आफ्नो आमा बुवा दुवैको दुध पिउँछ? तपाईको अप्सन रहेको छ ए कंगारो, बी खरायो, सी हिरण, डी कछुवा। तपाईको सही आन्सर रहेको छ अप्सन बी खरायो। प्रश्न नम्बर 8 कुन चराले आफ्नो बच्चालाई दुध खुवाउँछ? तपाईको अप्सन रहेको छ ए चमेरो, बी उल्लु, सी परेवा, डी सुगा। तपाईको सही आन्सर रहेको छ अप्सन ए चमेरो। प्रश्न नम्बर 9 कुन देशमा आधा भागमा बिहान हुन्छ र अर्को भागमा साँझ हुन्छ? तपाईको अप्सन रहेको छ ए केन्या, बी फ्रान्स, सी रुस, डी जापान। तपाईको सही आन्सर रहेको छ अप्सन सी रुस। प्रश्न नम्बर 10 कुन फलको बिउ खाँदा बिरालोको मृत्यु हुन सक्छ? तपाईको अप्सन रहेको छ ए अम्बा, बी मेवा, सी स्याउ, डी खरबुजा। तपाईको सही आन्सर रहेको छ अप्सन बी मेवा। सधैँ यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नका लागि हाम्रो एसजीके स्टडी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्नुहोस्। प्रश्न नम्बर 11 मानिसको खोपडीमा कतिवटा हड्डी हुन्छन्? तपाईको अप्सन रहेको छ ए 22 हड्डी, बी 28 हड्डी, सी 25 हड्डी, डी 50 हड्डी। तपाईको सही आन्सर रहेको छ अप्सन ए 22 हड्डी। प्रश्न नम्बर 12 दैनिक भात खाँदा कस्तो रोग लाग्न सक्छन्? तपाईको अप्सन रहेको छ ए पत्थरी, बी सुगर, सी क्यान्सर, डी गठिया।
तपाईको सही आन्सर रहेको छ अप्सन बी सुगर। प्रश्न नम्बर 13 कम्प्युटरको आविष्कार कुन देशमा भएको थियो? तपाईको अप्सन रहेको छ ए भारत, बी इङ्ल्यान्ड, सी चीन, डी अमेरिका। तपाईको सही आन्सर रहेको छ अप्सन बी इङ्ल्यान्ड। प्रश्न नम्बर 14 कुन जीवको दिमाग उसको शरीरभन्दा ठुलो हुन्छ? तपाईको अप्सन रहेको छ ए कमिला, बी लामखुट्टे, सी मौरी, डी जेलीफिस। तपाईको सही आन्सर रहेको छ अप्सन ए कमिला। प्रश्न नम्बर 15 कुन देशले उड्नेवाला कार बनाएको छ? तपाईको अप्सन रहेको छ ए चीन, बी भारत, सी जापान, डी अमेरिका। तपाईको सही आन्सर रहेको छ अप्सन ए चीन। सधैँ यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नका लागि हाम्रो एसजीके स्टडी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्नुहोस्। प्रश्न नम्बर 16 कुन जनावर आँसुको लागि प्रसिद्ध छ? तपाईको अप्सन रहेको छ ए भालु, बी बाँदर, सी घोडा, डी घडियाल। तपाईको सही आन्सर रहेको छ अप्सन डी घडियाल। प्रश्न नम्बर 17 पुरै दुनियाँमा एउटै अनुहार गरेको मानिस कतिवटा हुन्छन्? तपाईको अप्सन रहेको छ ए 2, बी 5, सी 7, डी 3। तपाईको सही आन्सर रहेको छ अप्सन सी 7 जना। प्रश्न नम्बर 18 कुन रोग लाग्यो भने गुलियो चीज खान मिल्दैन? तपाईको अप्सन रहेको छ ए हृदय रोग, बी क्यान्सर, सी सुगर, डी जन्डिस। तपाईको सही आन्सर रहेको छ अप्सन सी सुगर। प्रश्न नम्बर 19 पेय पदार्थ खाँदा कस्तो रोग लाग्छ? तपाईको अप्सन रहेको छ ए आस्थमा, बी क्यान्सर, सी सुगर, डी मधुमेह। तपाईको सही आन्सर रहेको छ अप्सन डी मधुमेह। प्रश्न नम्बर 20 नरिवल कुन देशको राष्ट्रिय फल हो? तपाईको अप्सन रहेको छ ए भारत, बी नेपाल, सी पाकिस्तान, डी मालदिभ। तपाईको सही आन्सर रहेको छ अप्सन डी मालदिभ।